मेरो बुढीलाई कोदो रोप्नको लागि माटो मिलाइदिनु पर्ने हुन्छ। सो हेलो गाइस, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आज चाहिँ हजुरहरूले देखिहाल्नुभयो मेरो बुढी त्यतै कोदो रोप्दैछ होइन। अनि आज चाहिँ हाम्रो घरमा कोदो रोपाइ चलिरहेछ। अनि मेरो बुढी चाहिँ अघि लागिसकेको छ 10-20 मिनट अगाडि। अनि म चाहिँ भर्खर उठेर यहाँ स्याउँदैछु, आँखा भर्खर मुख धोएर। अनि अब म पनि यहाँ सघाउनु पर्ने हुन्छ बुढीलाई। म चाहिँ के भन्छ कोदो रोप्नको लागि त्यो के भन्छ माटो मिलाइदिनु पर्ने हुन्छ। अनि उसले चाहिँ रोप्दै रोप्दै यहाँ भर्खर सुरु गरेछ उसले पनि। अनि आज चाहिँ हाम्रो चाहिँ कोदो रोपाइ छ घरमा। अब यहाँ यति यो देख्नु भने यहाँदेखि परसम्म चाहिँ हो हाम्रो होइन। यति मात्रै रोप्छौँ होला कि तल पनि रोप्नु पर्ने छ बुढी? अहिले फेरि गर्मी यति छ, यहाँ पसिनै पसिना भइसकेको छ ऊ चाहिँ। अनि यति मात्रै हो हाम्रो चाहिँ रोप्नु पर्ने होइन। अनि यहाँदेखि उता आधी मात्रै जोतेको छौँ किनभने अब सक्दैनौँ नि त दुईजनाले। अनि के भन्छ हेरौँ अब कति बेला सक्छौँ हामीले यो। अब यति आधी रोपेर मलाई जहाँसम्म लाग्छ 1-2 दिन त लागिहाल्छ होइन बुढी? त्यो टोटल पुरै सक्नु त मलाई जहाँसम्म लाग्छ 3 देखि 4 दिन लाग्छ होला। किनभने रोप्ने ऊ एकजना मात्रै हो, अब म मिलाउने भइहाल्यो एकजना। अब धेरै गफ नगरी काम गर्नुपर्ने हुन्छ। ल साथीहरू, म चाहिँ अब यहाँ मेरो बुढीलाई कोदो रोप्नको लागि माटो मिलाइदिनु पर्ने हुन्छ। यो चाहिँ यस्तो गरेर होइन, म चाहिँ अब खेतीको काम खास चाहिँ गर्दिनँ। त्यसो गरेर यो झार चाहिँ फालिदिनु पर्ने हुन्छ। अनि यो झार फाल्यो भने चाहिँ मेरो चाहिँ बिहान उठेर पनि होला भोइस चाहिँ कस्तो भइरहेको छ साथीहरू होइन। अनि यो फेरि झार फाल्यो भने चाहिँ रोप्नु सजिलो हुन्छ। अस्ति फाँड्नु त मेरो बुढीले फाँडिदियो जोत्नुभन्दा अगाडि, तर पनि यो झार त धेरै देख्दैछु म। खै उसले कुन खालको फाँड्यो। अनि अब यसरी यसो गर्नुपर्ने हुन्छ। यति गराउने हुन्छ बुढी? हुन्छ। त्यो अझै मिलाइदिनु पर्ने हुन्छ, त्यसो गर्ने। त्यो अझै खनिदिनु पर्ने। साथीहरू यसरी रोप्छौँ हाम्रोतिर चाहिँ। मलाई चाहिँ खासै आउँदैन पनि साथीहरू। मैले चाहिँ होइन यहाँदेखि होइन परसम्म चाहिँ माटो मिलाइदिइसकेँ कोदो रोप्नको लागि होइन। अनि मेरो बुढीले चाहिँ यहाँदेखि रोप्दै 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 आउँदैछ। अनि अहिले चाहिँ घाम फेरि कति छ क्या यो, हेर्नुहोस् न यता म देखाउँछु हजुरहरूलाई। यी साथीहरू घाम कति लागेको छ, टिल्ली होइन। यो अब साउनको घाम यस्तो चाहिँ लागेको छ कि। अनि मेरो बुढीलाई कस्तो हुँदैछ कोदो रोपेर? गर्मी चाहिँ यति छ, म हजुरहरूलाई देखाउँछु कस्तो भइरहेछ कोदो रोपेर। एकदम धेरै गर्मी भएको छ मलाई। यस्तो घाम लाग्छ नि साथीहरू होइन। यहाँ कोदो रोपाइ चाहिँ हाम्रो यति मात्रै सुरु हुँदैछ। अब आज मङ्गलबारदेखि थाल्यो, हेरौँ अब कति दिन लाग्छ यो सकिनु होला। यहाँदेखि परसम्म होइन यति मात्रै हो रोप्ने चाहिँ हामीले। अनि अहिले त पसिना पनि आएको छैन। अहिले चाहिँ किन आएको छैन भने अघि चाहिँ हाम्रो नानीले स्कुल जानु रेडी गर्नु थियो नि त। अनि उसले रेडी गर्नु थाल्यो। मैले एक्लै माटो बनाए गर्ने कुरा नि भएन। किनभने अब बनायो भने चाहिँ यो सुक्छ माटो डर हुन्छ भने नि त बुढीले हात दुख्छ अरे उसको चाहिँ कोदो रोप्दा। अनि म चाहिँ उसले के भन्छ म के भन्छ माटो मिलाउँदै जान्छु, उसले चाहिँ रोप्दै रोप्दै आउँछ क्या। अनि त्यही भएर अनि त्यो हल्का समय लाग्यो। हामी चाहिँ कोदो रोप्नु थाल्यौँ साथीहरू। हजुरकोतिर थाल्नु भएको छ कि छैन भनिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि हाम्रो गाउँतिर त अरू कसले थाल्यो, कसले रोप्छ होला? 1-2जनाहरूले गाउँमा चाहिँ रोप्नु सुरु गर्नुभयो होला। अनि हाम्रो पनि यहाँ सुरु भयो आजदेखि। अब हेरौँ कति दिन लाग्छ हामीलाई चाहिँ। अनि त्योभन्दा पहिला चाहिँ अब यहाँदेखि परसम्म सक्नु हेरौँ आज सकिन्छ कि भोलि सकिन्छ है यो चाहिँ। साथीहरू हामीले चाहिँ होइन रोप्दा रोप्दै यस्तो चर्को घाम लाग्यो कि होइन। धेरै चर्को घाम लागेको कारणले चाहिँ हामी चाहिँ अब यहाँ बस्न आयौँ। अब बस्न क्या अब एकैचोटि बेलुकादेखि मात्रै थाल्छौँ होला। हजुरहरूले यहाँदेखि देख्नु भएको भएन, यहाँ फेरि म खाली खुट्टा छु यतै। यहाँदेखि उपरदेखि रोपेको यति मात्रै रोपिसक्यौँ हामीले चाहिँ। अनि अब चाहिँ यो चाहिँ अब धेरै चर्को घाम लाग्यो, साउनको घाम, पसिना आएर त्यस्तै। अनि अब चाहिँ एकछिन बसेर एकछिन पछाडि अब दिउँसो 10:30 भनेपछि अब 2-3 बजीदेखि रोप्नु पर्ने हुन्छ अब चाहिँ कोदो। साथीहरू हाम्रो चाहिँ फेरि रोप्ने बेला भइसकेको छ होइन। अहिले चाहिँ 4-4:30 भइसकेको छ। मेरो बुढी चाहिँ अहिले स्कुल गएको थियो नाम लिनु। अनि गर्मी दिउँसो चाहिँ धेरै थियो नि त, त्यही भएको कारणले चाहिँ अहिले फेरि यहाँ मेरो बुढीले यहाँदेखि सुरु गर्दैछ। अब म चाहिँ यहाँदेखि फेरि बाउँसो गरिदिनु पर्ने हुन्छ होइन यो कोदो रोप्नको लागि। माटो एकदम मजाले मिलाइदिनु पर्ने हुन्छ। अनि अघि बिहान रोपेको चाहिँ साथी हेर्नु त पुरै क्रिक्कै त्यो के भन्छ पराल हुँदैन, पराल जत्तिकै देख्ने भइसकेको छ। अनि मैले मेरो बुढीलाई सोधेको उम्रिन्छ भनेर, उम्रिन्छ बुढी भन त यहाँ जाग्छ भन्दैछ उसले चाहिँ। हजुरहरूले यहाँ पछाडि देखिहाल्नु भएन पुरा। यहाँ चाहिँ पुरै अघि बिहान रोपेको यहाँ चाहिँ होइन पुरै किक्रिका परिसकेको छ। अब चाहिँ धेरै गफ नगरी म पनि यहाँ बुढीलाई सघाउनु पर्ने हुन्छ। अनि यहाँदेखि चाहिँ ऊ परसम्म चाहिँ आज सकिन्छ होला भनेको, आज चाहिँ सकेला जस्तो छैन साथीहरू होइन। अब हेरौँ अब बेलुकासम्म कति सकिन्छ। अहिले 4:30 भनेपछि अब 6-7 बजीसम्म त गरिन्छ। अब यो हाम्रो घरको नजिकै हो नि त घर यहाँ। यो हजुरहरूले कति हाम्रो भिडियोमा पनि देख्नु भयो होला। यहाँ यो हेरौँ अब बेलुका 6-7 बजीसम्म कति सक्छौँ आज। अनि अब धेरै गफ नगरी म चाहिँ बुढीलाई माटो मिलाइदिनु पर्ने हुन्छ कोदो रोप्नको लागि। साथीहरू मैले चाहिँ यतातिर रोपेर चाहिँ यहाँ आइसकेको छु होइन। अनि मेरो बुढा चाहिँ यहाँ मजाले बाउसे गर्नुहुँदैछ। बुढा साथीहरू होइन 5 बजेको घाम पनि कति चर्को लागेको त पुरै पसिना भइसक्यो। अनि मेरो बुढी चाहिँ यहाँदेखि यति रोपिसकेको छ। अनि मैले चाहिँ उतादेखि होइन
यहाँसम्म उसलाई मिलाइदिँदैछु होइन मजाले खनेर मिलाइदिन्छु किनभने यो चाहिँ एकदमै यो घाम धेरै चर्को लागेको कारणले होइन हिजो अस्ति त पानी आएको हो तर माटो चाहिँ एकदम ढुङ्गा इच्चा जस्तो डर भएको छ अनि मेरो बुढीले चाहिँ मैले अघि नर्मल गरिदिएको गाह्रो भयो मलाई मजाले खन्दिनँ भनेर अहिले चाहिँ मैले मजाले खनेर यसरी मजाले यसरी खनेर मिलाइरहेको छु अब हेरौँ भरे हाम्रो टार्गेट भनेको चाहिँ बेलुकाको 7 बजीसम्म काम गर्ने हो 7 बजीसम्म मेरो के भन्छ गर्मीले होइन 7 बजीसम्म हेरौँ अब कति रोप्न सक्छौँ अब यहाँदेखि म खन्दैछु त्यस पछाडि यता 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 परसम्म चाहिँ हाम्रो जतै साबासम्म आधाबारी चाहिँ हेरौँ अब कति समयमा हामीले कति समयमा भन्दा पनि कति सक्छौँ 7 बजीसम्ममा हामी चाहिँ रोप्दा रोप्दा साथीहरू होइन यहाँ आइपुगिसक्यौँ होइन परदेखि उतादेखि यहाँ आइपुगिसक्यौँ तर अहिलेसम्म पनि घाम चाहिँ होइन डुबेको छैन हजुरहरूले यतै पछाडि देखिहाल्नु भयो होइन तासो बाँसहरूले छेलिरहेछ यसलाई चाहिँ छाता ओढाउने बेला भएको छ किनभने धेरै नै घाम भयो होइन साथीहरू अनि मेरो बुढी यहाँ एक्लै रोप्ने म एक्लै मिलाउने यस्तो भइरहेछ बुढाबुढीको चाहिँ मजाले हाम्रो चाहिँ काम चाहिँ एकदम मचिरहेछ होइन अनि हात कतिको दुख्दैछ खोइ कुन हातले रोपेको उसको चाहिँ बुढी आमाले यसरी ठेल्नुपर्छ साथीहरू कोदो रोप्दाखेरि अनि साह्रै दुःख भन्दैछ किनभने यो चाहिँ फेरि कस्तै यो कोदो रोप्ने बेलामा चाहिँ पुरै घाम लागेर होइन यति सुक्खा भएको छ यो माटो ढुङ्गा जतिको भएको छ झन् रातो माटो त्यही भएर चाहिँ उसलाई पुरै हात दुःख भन्दैछ अनि अब यो घामलाई चाहिँ छाता ओढाउनु पर्छ होला एकचोटि धेरै नै घाम लागेको छ अनि अब यहाँदेखि अनि परसम्म त पुऱ्याउनै पर्ने हुन्छ हाम्रो कोसिस चाहिँ अनि हाम्रो चाहिँ यसरी चलिरहेछ यस्तो चाहिँ भइरहेछ नि साथीहरू होइन तातो त्यस्तै माटो त्यस्तै भइरहेछ साथीहरू यो माटोको डल्ला हो कि ढुङ्गाको डल्ला हो हेर्नुहोस् न यहाँ आम्मामा यता भान्छु है लागेन मजाले यो फुट्नु मान्दैन क्या आम्मामा माटोको डल्ला के साह्रो रातो माटोको चाहिँ साथीहरू होइन एकदम डर हुने रहेछ ढुङ्गा जत्तिकै छ हो मैले यसले होइन यो फलाउँछ नि त यहाँ यो बौसेको नै त्यसले हाल्दा पनि मजाले फुटेको छैन हजुरहरूले देखिहाल्नु भयो नि आम्मामा झन् मेरो बुढीलाई कति गाह्रो भइरह होला उसले झन् उसको हातै चेन्ज गरिसक्यो अघि दायाँ थियो अहिले बायाँ भइसक्यो अनि हामीले चाहिँ यता आइसक्यो अब यहाँदेखि हल्का तान्छु अनि अब हेरौँ कति चाहिँ रोपिन्छ तर के साह्रो डर हो आम्मामा है बुढी अनि हाम्रो गाउँमा साथीहरू यस्तो छ मौसम चाहिँ बल देखिरहेछ बेलुका भयो नि त अहिले त अघि त घाम लागेर कस्तो भएको थियो अरू अरू लाइन पनि कति ज्यादा आउँदैछ हौ ल साथीहरू अब यति भन्दै मेरो बुढीले मिठो गाना गाएर तपाईँहरूलाई सुनाइहाल्यो होइन अब चाहिँ होइन अब रात पनि परिसक्यो 7 बज्नु लागिसक्यो 6:30 भइसक्यो होइन 11 भइसक्यो होइन मेरो बुढीको गाना सुन्नु भयो भने कस्तो लजाउँछ फेरि होइन यो बोल्नु थियो भने कति लजाउँछ हेर्नु एक्लै कति यसरी गाना गाउँछ कि अनि भोइस पनि दामी चाहिँ स्वर पनि तान्नु सक्छ नि त उसले त अनि म त ताना के भन्छ गाउन भन्दा चाहिँ गाउँदैन लाजले पुरै नर्भस हुन्छ बढी अनि त्यस्तो कुरा त्यस्तै हो अनि आज हाम्रो दिन चाहिँ यसरी बित्यो अनि धेरै त रोप्नु सकेन अब यतिदेखि यति नै म चाहिँ रोप्छु अनि आजको लागि चाहिँ भिडियो यति नै हजुरहरूलाई हाम्रो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला हस् त बाई अनि हामी चाहिँ यति सकेर जान्छौँ बाई।